हेलो नमस्ते एभ्रिवान, स्वागत छ मेरो युट्युब च्यानलमा सम्पूर्ण मेरो युट्युब फ्यामिलीहरूलाई। आज चाहिँ हामी पूर्व लागेको सररररर यति बेला नानीको स्कुल पनि बिदा भएकोले गर्दाखेरि बिहे पनि छ हाम्रो अङ्कल कान्छा बाजेको छोराको। अनि यहाँनिर चाहिँ घर पनि लडाएको, अस्ति बाढीले त पर्लक्कै पल्टाएको छ पुरै घर। अनि त भिडियो गरेको थिएँ कि मैले। अनि यसरी बगर कोसी जाँदैछौँ। अनि गाडीमा चाहिँ हाम्रो हालत यस्तो छ, गर्मीले एकदमै पाकेको थियो, हामी त पाकेको थियो गर्मीले। अनि नानीहरूको त्यस्तै। अनि नाना हो उहाँ चाहिँ, अङ्कलको छोरी र म गएको। अनि त्यस पछाडि यो चाहिँ खुर्कोट डाँडा, यहाँ नानीहरूले फेरि ट्याङ गेम खेलेर। अनि यो बगर जाँदाखेरि चाहिँ ठ्याक्कै तराई नै आए जस्तो लागेको थियो कि सररररर। अनि तातो हावामा कसैले चाहिँ यस्तै भयो के लाग्यो, गर्मी छ गर्मीले झन्डै पाकेर मरियो। केरा लोकल, अब यो कसैले भाउजूकोमा लगेको काँचो र पाकेको। गर्मीले त राम्रो तातो पानीमा खाएन कि क्या उसले। मम्मी खाऊ रे। सानीले भिडियो बनाइदिँदै हुन्छ, तिमी खाएको ल खाऊ बाबालाई पठाइदिनुपर्छ तिम्रो भिडियो ल। अनि काकालाई नि पठाउनुपर्छ, बाबालाई नि पठाउनुपर्छ। अनन्त राईहरू चिन्नुहुन्छ? अनन्त राईहरू यता यहाँ के हो यहाँ छ गाडी चाहिँ हाम्रो बर्खेटार आइपुग्यो। बर्खेटार होइन, गाईघाट काटेर पनि बर्खेटार आइपुगेछ हामी चाहिँ। अनन्त राई केटा हो। यो चाहिँ सप्तकोशी हो, कोशी छ सप्तकोशी। सिटी सफारीमा गएको कति भयो। अनि यहाँ ठाउँलाई त बिर्सिसक्यो के नि, मिलिहाल्छ नि घरमा। अब सिटी सफारीमा भन्दैमा अब आँटिनु पर्ने कुरो के छ र भाइ। ठिकै ल है साथीहरू, हामी चाहिँ आइपुगेर भाउजूको घरमा आएर पनि पूर्वको यो सुँगुर खानुलाई तयार हुँदैछौँ। भाउजूले काट्नु हुँदैछ हाम्रो ब्युटिफुल भाउजूले। अलिकति त भन्दैन न पनि हो राम्रो। यो चाहिँ अब माइतमा आएर यसरी के पो इटरीमा आएर सुँगुरको मासु चाहिँ खानुपर्ने हुन्छ यतिको। अब आएर भाउजूको घरमा सुँगुरको मासु दाल भात खाँदैछौँ है। हामी चाहिँ गाडीमा हिजो भन्दै रहेछ बिमा ख्याङ भइसक्यो। आज हिँडेकोले अनि नुहाइ गरेर पनि टाउको दुखिरहेको छ, यस्तो धेरै टाउको दुखिरहेको छ। अब खाना खाएर हामी सुत्छौँ होला है साथीहरू, हेर्दै गर्नु होला। यो चाहिँ अब हामी इटरी आएको भोलिपल्टको भिडियो हो। हामी चाहिँ आएर बेलुका बस्यौँ। भोलि बिहानै हामी सुस्मिता नानाको घर जाने लागेको। नानाको पनि घर नजिकै रहेछ यहीँ परतिर। हामी त साह्रै भाग्यमानी रहेछौँ साथीहरू। इटरीको गर्मीले मार्ने भयो भनेको त हामी आउने बित्तिकै राति नै पानी परेछ अरे, यस्तो शीतल भइरहेछ इटरीले। ल हामी चाहिँ अब हिँड्यौँ नानाको घर हिँडेको। अब पहिलोचोटि नानाको घर हेर्नु। कति राम्रो छ नराम्रो भन्नु त नि के हुन्छ। नानाको घर रहेछ नि त, यहाँ पो रहेछ त नानाको घर त। मलाई यही हो जस्तो लाग्यो। नानी उचालेर झम पानीमा होइन। आज पानी पनि परेको छ नि त, त्यही भएर जाडो भयो होला। अब चाहिँ हामी लीला छोरीहरूकोमा जाँदैछौँ भन्नु पर्यो।
भने बन्द छु युट्युब चलाउँछ हो हामी चाहिँ अब के पो लीला छोरीहरूसँग जाँदैछौँ भेट्नुलाई नानाले लानुहुँदैछ हामीलाई पाहुना बनाएर आशा नानाहरू चाहिँ छुट्नु भएको छ हामी त लीला छोरीकोमा आएर फनी घुम्दैछौँ छोरीको फुलहरू हेर्दैछौँ तलतिर पनि मासतिर पनि कस्तो आनन्द यहाँ त है फुलहरुको बनाऊ म त हेरेको थिएँ फुल तल पनि छ बारीभरि मजाले स्पेस राखेर फुल रोप्ने ठाउँमै बनाउनु भएको रहेछ अनि आँप पनि फल्दै छ उता यतातिर चाहिँ तर घुम्दै फिर्दै अब जाने अनि दिउँसो चाहिँ हामी इटरी गएको थियौँ इटरीको क्लोथ हाउसमा किनमेलहरू गर्नुलाई भिडियो चाहिँ मैले एउटा पनि लिन छु अनि जति लिएको छु यति नै आजको लागि चाहिँ साथीहरू मेरो भिडियोहरू हेर्दै गर्नु होला अरू कता कता जान्छौँ भन्दै आज चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला भन्दै बाई बाई।